प्रेज द लर्ड, परमेश्वरको महिमा होस्। मलाई आज एउटा कुरा कस्तो भन्न मन लागिरहेछ कि क्रिस्चियनहरूको विरोधमा कस्तो मान्छेहरूले क्रिस्चियनहरूलाई कति नराम्रो सोच्छ कि किन होला यो अचम्म लाग्छ। म त क्रिस्चियनहरूले न कसैलाई गाली गरेको छ, न कसैलाई चोर्न डाँट्न मार्न सिकाएको छ, न के त्यस्तो क्रिस्चियनहरूलाई उहाँ देशको लागि हरेकको लागि रोएर आँसु बगाएर प्रार्थना गर्ने जातिलाई कस्तो नराम्रो भनेको के कस्तो नराम्रो लाग्छ। म त किन त्यस्तो तुच्छ नजरले हेर्ने, त्यस्तो तुच्छ सोच्ने होला। मलाई एकदम यो कुराले त एकदमै कस्तो भइरहेको छ। त्यही भएर मलाई कस्तो भन्न मन लाग्यो कि अनि त्यही भएर मैले यो रेकर्ड गरेको। अनि जस्तै अब चोर डाकुलाई बरु अनि जस्तै हुन्छ त अहिले हाम्रो नेपालमा कति घटनाहरू घटिरहेको छ, कति बलात्कार गरिरहेको छ। जस्तै आफ्नै छोरीको प्रेम अर्को केटासँग यस्तो भयो भनेर अनि उसलाई मारिदिने। अब जस्तै अस्ति भर्खर कर्साबारीमा भनेर टिकटकमा कति आइरहेको थियो, कर्साबारीमा गाडेको भनेर यस्तो यस्तो कति के भइरहेछ। कति डरलाग्दो कस्तो घिनलाग्दो कामहरू भइरहेछ देशमा। सबैको लागि कस्तो प्रार्थना गर्नुहुन्छ सबै विश्वासी जनहरूले, परमेश्वरलाई जसले विश्वास गर्छ ती जनहरूले रोएर कति प्रार्थना गर्नुहुन्छ। अनि उहाँहरूलाई जस्तै सुसमाचार सुनाउन जाँदाखेरि पनि कस्तो नजरले हेर्नुहुन्छ। अब सुसमाचार सुनाउन जाने त येशू ख्रीष्टले नै भन्नुभएको छ, जाओ गएर सुसमाचार सुनाओ भन्नुभएको छ। त्यही भएर अब जानुहुन्छ, उहाँहरूले सुनाउनुहुन्छ। सुन्ने नसुन्ने त उहाँहरूको हातमा हो, तर परमेश्वरको आज्ञालाई पालन गरेको नि त विश्वासीहरूले त, किनकि उहाँहरूले त येशू ख्रीष्टलाई विश्वास गर्नुहुन्छ। त्यही भएर उहाँले चाहिँ उहाँको वचनलाई नै उहाँहरूले आज्ञा पालन गर्नुभएको छ, उहाँले भनेको कुरालाई। त्यसैले उहाँहरूले जस्तो आशिष पाउनुभएको छ, उहाँहरूले जस्तै परमेश्वरको प्रेमलाई, उहाँको शक्तिलाई, उहाँको हरेक कुरालाई उहाँले जान्नुभएको छ। अनि अब जस्तै रोगी बिरामीहरू हुँदा पनि अब घोडा टेकेर प्रार्थना गर्नुहुन्छ। अब उहाँहरू चङ्गाइ हुन्छ उहाँहरूलाई। अनि उहाँहरूले पनि अरूको लागि त्यस्तै गरेर प्रार्थना गरिदिनुहुन्छ। त्यस्तै उहाँहरूले पनि उहाँहरूको जीवनमा नि दुःख कष्टमा भएकाहरूलाई परमेश्वरले भन्नुभएको छ, तिम्रो बोझ मलाई देऊ भनेर। अनि त्यस्तो दुःख पाएकोहरू परमेश्वरको नजिक आएर परमेश्वरमा आनन्दको जीवन जिउन् भन्ने त सबै विश्वासीहरूको जीवनमा भएको हुन्छ। त्यो